विश्वास थियो कि वाह कन्टेन्ट हान्नु सक्छु भने आफ्नो गन्तव्यमा पुग्न सक्छु। साँच्ची नै हो रिजेक्ट त्यस्तै भएको अरे हो म दाइको अगाडि किन भन्थेर हो कि रिजेक्टको कुरा छोड्नु न फोन गर्ने बित्तिकै मैले अवसरमा काट्दिने हो मेरो क्लासमेट केटा साथीहरूलाई म हँसी भनेको दाइ नै त्यतिकै कल नगरे नि हुन्थ्यो जस्तो लाग्थ्यो आन्टी जस्तो गरिदिन्थ्यो मैले मान्छे मलाई कल गरेर हरामी रहेछ नि 3 महिना ब्लकमा हुँदाखेरि चाहिँ कसरी बस्नुभयो दाइ तपाईँ 3 महिना ब्लकमा फ्यान लाएर बस्यो होला एसी फ्यान लाएर बस्यो होला एसी मेसेज मात्र मेसेज र कल के अरे मेसेज मोबाइल ह्याङ हुन्थ्यो होला इमेल के अरे मेलमा पनि मेसेज ल यस्तो माया गर्ने चाहिँ काहीँ पनि पाउँदैन है पाउँदैन मेलमा मेल कस्तो मेरो फुल भइसक्यो अस्ति चढ्नु है बाबा झुटो